हेलो दर्शकबिन सबैजनालाई नमस्ते र म यो साँझमा अब तरकारीमा बिफ पकाउन लागिराखेको छु र म कस्तो प्रकारले पकाउँछु र के गर्छु सबै कुरो म तपाईहरुलाई देखाउने छु। एकछिन धैर्य धारण गरेर तपाईले हेरिदिनुस् ल, स्किप नगरिदिनुस् है। मेरो चाहिँ यसरी यस्तो प्रकारले पहिला म प्याज टमाटर काट्छु अनि यहाँनिर मैले बिफ काटेर रेडी बनाइरहेको छु। यसलाई मैले एकदमै असल तवरमा यसलाई धुई पखाली गरेर ल्याएको छु। किन भन्दाखेरि चाहिँ बिफको मासु चाहिँ एकदमै के भन्छ पानीमा भिजेपछि चाहिँ सेक्सी लाग्दो हुन्छ नि त। र यसलाई चाहिँ एकदमै क्लिन गरेको छु, यसरी धोएको छु, सफा धोएको छु र यसलाई म अबको किचन बादमा यसलाई म टमाटर प्याज सबै मोलिदिनेछु। यसरी प्याज अलिक ज्यादा गरेर काट्यो भने चाहिँ ग्रेभी आउँछ नि त प्याजले। यो टमाटर पनि अलिक कम्ती भयो जस्तो छ र कतिजनाले चाहिँ टमाटर ज्यादा हाल्छ, तरकारी गुलियो भयो भन्छ है। तर मलाई चाहिँ जति टमाटर प्याज ज्यादा भयो उति नै ग्रेभी आएको कारणले गर्दा चाहिँ तरकारी मासु है, मासुमा ग्रेभी पुरा आएको जस्तो लाग्छ र म चाहिँ यो प्रकारले काटेर हाल्नेछु। मेरो चाहिँ यसरी तेल खरिसकेको छ। अब मैले यो काटेको प्याज र टमाटरलाई सट्टै यसरी हालिदिन्छु। यसरी यसलाई चाहिँ पहिला अलिक चलाएर चाहिँ यो खरिएको तेलमा हाल्नुपर्छ र खरिएको तेलमा यसरी यसलाई लयालु बनाएर एकछिन यसलाई त्यही छोडिदिउँ। यो अलिक यो लयालु भएको छ, यसलाई अझै पनि यो कराईमा नै यसरी चलाउँदै नै यसलाई पाक्न दिनुपर्छ। यो मजाले प्याज र टमाटर चाहिँ यही तेलमा पहिलाबाट नै यसरी मजाले पाकेको छन् भनेदेखिलाई चाहिँ है यसरी चलाउँदै गर्दा मजाले यसरी टमाटर मजाले क्याच थिच्यो भने चाहिँ फुट्यो भने चाहिँ मजाले मिन भयो भने चाहिँ यो ग्रेभी आउँछ। नत्र भएदेखि चाहिँ यो राम्रो नपाकी मासु हाल्यौँ भने चाहिँ हामीले कुनै स्वादै आउँदैन, टेस्टै आउँदैन क्या मासुमा। टेस्ट आउनु नै यो टमाटर र प्याजबाट छ। यसरी परालाई एकछिन यत्तिकै राखिदिउँ यसलाई र यसलाई म अलिकति यो तिखा लाल एड गर्नेछु। तरकारीमा सब्जीमा है कलर छैन भने त मलाई जतिको मिठो होस् न है मुखमा नै जाँदैन र यो कलर आएको छ। यसरी तिखा लाल लागेको कारणले गर्दाखेरि त्यति तिखा लाल खानु पनि राम्रो होइन। यसलाई पहिल्यै यो टमाटर र प्याजमा यसरी पकाउँदा नै यसलाई एड गरिसकेको छ भने चाहिँ है कलर बस्छ क्या मजाले सब्जीमा। अब म यो हर्दीलाई पनि एड गर्नेछु यति बेला नै, अलिक कम्ती होला जस्तो छ। यति चाहिँ हुन्छ होला हौ। हुन त तपाईँहरूले कति खानुहुन्छ, मेरो त यसरी हर्दी तिखा लाल निकै खाने बानी छ। सजेसन दिइराखेको हुन्छ कतिजना यसरी कुकिङ गर्ने प्रियहरूले है ज्यादा खोर्सानी खानु हुँदैन, ज्यादा हर्दी हाल्नु हुँदैन, ज्यादा तिखा लाल हाल्नु हुँदैन भनेर सजेसन दिइरहेको हुन्छ। तर आफूले चाहिँ खाइराखेको हुन्छ क्या, तर त्यो पनि सुझाउ दिनु पनि राम्रै कुरो हो। आफूले खाए तापनि अरूलाई यसो नखानु भन्नु चाहिँ एकदमै ठुलो असल कुरो हो नि। यो अब मजाले
यो हर्दी, तिखालाल, टमाटर, प्याज यो सबै एड गरेर चाहिँ मजाले अब पाकिसकेको छ र अब चाहिँ मिल्छ है मासु हाल्न। चट्टै मैले यो ठुलो हड्डी छ है, यो हड्डीलाई चाहिँ म पहिला हाल्नेछु यहीँभित्र। चुस्ने मजाको एउटा मासी पनि छ, यो चाहिँ भरे पाकेपछि मजा आउँछ क्या सरर तान्नु। लु यसलाई यसरी हालेँ, अरू हालिदिएँ। फिनिस। र यसलाई यसरी यसलाई चाहिँ के गर्नुपर्छ भन्दाखेरि चाहिँ अलिकति फेरि पनि म माथिबाट यसलाई हर्दी छरिदिँदैछु। हुन त पहिल्यैबाट नै मैले हर्दी हालिसकेको छु, यो अलिक ज्यादा हालेको हर्दी चाहिँ पाकिसकेको छ। यो चाहिँ माथिबाट यसरी हालिदिँदैछु, किनभने चाहिँ अब यसलाई एकछिन छोड्नुपर्छ नि त, मासुमा चाहिँ यो हर्दीको कलरहरू भित्रभित्र पस्छ। यसलाई फेरि यसरी सरर एकताल चलाउनुपर्छ। अघि जुन यो मुनिबाट पाकेको प्याज, टमाटर, तिखालाल, हर्दी, अलैँचीको मसला, अलैँचीको पेस्ट, जिराको पेस्ट यो मुनिबाट छ। अब चाहिँ यसलाई यसो गरेर चाहिँ माथिबाट फेरि पार्नुपर्छ। अब यसलाई फेरि पनि एकछिन छोपिदिउँ। यत्तिको भएको छ। अब यो पाक्न लागिसकेको छ र मासु चाहिँ म धेरै टाइम लाएर पकाउँछु। 1 घन्टा जस्तो पकायो भने चाहिँ मासु स्वादिलो पनि हुन्छ, मजाले पाक्छ पनि र स्वास्थ्यको लागि हानिकारक पनि हुँदैन। यो चुलामा चाहिँ यसरी आगो फुकेर यो गोरुको मासु एकदमै पातला सेला पारेर चाहिँ यसलाई आगोमा सुकाइराखेको छु। पातला पातला काटेर सुक्टी बन्छ, छिटो पनि सुक्छ र पकाउँदा मजाले पाक्छ पनि। पातला पातला गरेर यसरी सुक्टी बनाएर सुकायो भने चाहिँ। अब यहाँनिर नुन एड गर्ने बेला भयो। नुन यसलाई यसरी माथिबाट नुन एड गरिदिउँ। जस्तो कि तपाईँहरूले त नुन कति खानुहुन्छ, म त यसरी यो सानो चम्चीको 2 चम्ची हालिरहेको छु। यसलाई अलिकति चाहिँ घटाउँछु। ल अब यसलाई यसरी छोपिदियो भने नुन माथिबाट छर्किदिन मासु मजाले पाक्छ अथवा गल्छ।